नमस्कार, नेपाल प्रेस सोसाइटीमा स्वागत छ। म नजिना भण्डारी। आजको प्रसङ्ग, सरकारको नेतृत्वकर्ता एमाले आफै ढाल र तरबार सहित सडकमा। सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आज फेरि एकपटक सडकमा उत्रिएको छ। गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई शक्ति प्रदर्शनमा बदल्दै एमाले राजधानीका विभिन्न स्थानबाट झाँकी सहितको र्याली निकालेको छ। दिनभर पद्मकन्या क्याम्पस, बाग बजार, अनामनगर लगायत स्थानहरूबाट सांस्कृतिक झाँकी, परम्परागत वेशभूषा, झ्याली, दमाह, ढोलकको साथमा जुलुस निकालिएको थियो। र्यालीमा ढाल र तरबार समेत प्रदर्शन गरिँदा प्रतीकात्मक शैलीमा राजतन्त्रको विरोध गरिएको देखिएको थियो। र्यालीको अगुवाई पार्टीका नेताहरू लेखराज भट्ट, गोकर्ण विष्ट, सूर्य थापा लगायतले गरेका थिए। भिरकुटी मण्डपबाट सुरु भएको र्याली रत्न पार्कमा पुगेर सभामा परिणत भएको थियो। एकातिर राजावादीहरूले आन्दोलनको तयारी गरिरहेका बेला अर्कोतर्फ सरकारकै नेतृत्वमा रहेको दलको सडक प्रदर्शनले सुरक्षा चुनौती समेत बढाएको देखिएको छ।